आज चाहिँ हामीहरू जाँदैछौँ आरती हेर्न। घर जाँदा एउटा एकदम बवाल चिज देखियो, भिन्टेज गाडीहरू। वेलकम ब्याक टु न्यू ब्लग गाइस। सो आज चाहिँ हामीहरू जाँदैछौँ आरती हेर्न। श्रीकान्त सबजना केटाहरू छ, 4-5जना हामीहरू आज जाँदैछौँ। सो अस्ति नै चाहिँ मैले गाइस आरतीको चाहिँ भिडियो बनाइसकेको छु। सो त्यस्तो लामो चाहिँ बनाउँदिनँ, नर्मल अब 1 मिनटभन्दा अलिक कमै नर्मल सिनेमेटिकहरू हेराइदिन्छु। नियरली गाइस यो भ्लग चाहिँ अब त्यस्तै डाइरेक्ट टिचर डे पछि आइरहेछ। सो मैले चाहिँ यत्रो दिन भ्लग नगर्नुको कारण चाहिँ अब जहिले बिहान बिहान पानी परिदिन्थेन, अब त्यो भिडियो सुरुवात गर्ने दिन। सो झ्याउ लागिहाल्छ होइन, अब यत्रो बिहानदेखि गरेन भने डाइरेक्ट बेलुका त अब के नै सुरु गर्नु। अब बिहान कलेज जाने, दिउँसोभरि त केही न केही गरिन्छ, अनि त्यहाँपछि बेलुका यतिकै घुम्न जाने। सो त्यति नै थियो कन्टेन्टहरू, त्यसैले भिडियो बनाइदिएन। सो आज चाहिँ यसो अब आरती हेर्न जाँदैछौँ, त्यसैले आज चाहिँ यसो भिडियो बनाइदिउँ भनेको। सो यो भिडियो यतिसम्म हुँदैन, सो पछाडि पनि कन्टिन्यू गर्छु। सो नियरली गाइस भरिसकेर चाहिँ मान्छेहरू। सो त्यही हो, अन्त जहिले ढिलो आइन्छ गाइस, एक्लै हुँदाखेरि चाहिँ अलि सबेरै हुन्छ। ल त तपाईँहरू हेर्न सक्नुहुन्छ, अहिले आरती सुरु भइसकेको छ। हामी कति कष्ट गरेर यहाँसम्म पुगेका छौँ। अगाडि त पुग्न सकिएन, उतातिर सिट मिलेन बस्नलाई, तैपनि अहिले पुगेर यहाँ प्रतीक्षामा थियो। त्यति बेरदेखि बल्ल सुरु भयो। ल त अरू कुरा अगाडि भेटौँला। अलराइट गाइस, सो हामीहरू चाहिँ अब आरतीहरू हेरेर आइसक्यौँ। अब घर जाँदैछौँ डाइरेक्ट। सब एकचोटि अब भोलि या फिर पर्सि नै कन्टिन्यू गरौँ गाइस। घर जाँदा एउटा एकदम बवाल चिज देखियो, भिन्टेज गाडीहरू। अलि यसो राति छ होइन, सो मजाले देखिरहेन होला, क्यामेराले देखिरहेन। डेन्जर छ गाइस, एकदम बवाल रहेछ। वेलकम ब्याक टु द सेम एपिसोड गाइस। सो अस्ति नै चाहिँ एकदमै राति भएर चाहिँ मैले भिडियो कन्टिन्यू नगरेँ, किनकि अब आइफोन त होइन नि त मेरो मोबाइल। अब यसरी अब भिडियो बनाउँदा मुख मात्रै यस्तो एकदम हाइलाइट भएको जस्तो देखिन्छ, त्यसैले नबनाएको। सो आज चाहिँ डाइरेक्ट मन्डे हो गाइस। सो कलेज जाँदैछु, मौसम पनि एकदमै डेन्जर भएको छ। त त्यो रात चाहिँ डेन्जरै चिज थियो है, जो पुरानो गाडीहरू, एन्टिक गाडीहरू, दामी लागेको थियो। कलेज पनि आयो गाइस, कलेज हेरेर पनि यसो हल्का भिडियो बनाइदिनु पर्ला आज त।
अलराइट गाइस, सो म चाहिँ कलेजबाट नै आइसकेको थिएँ। अहिले बेलुका पनि भइसकेको छ। सो यो त्यही भ्लग यहीँसम्म राख्नु भने च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्नु। र अब अरू टाइमहरूमा चाहिँ गाइज म चाहिँ सर्ट्स हाल्ने ट्राई गर्छु, त्यो मिनी भ्लग टाइपको।